होइन मेरो पनि हुन्छ। सो गाइस हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो अब घरमै लगाएको बारीमै लगाएको काँक्रो नेचुरल काँक्रो भनिन्छ फल होइन। अब यतातिर हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हेर्नु कति राम्रो मकै कति मजाले फलेर आएको रहेछ। र तपाईँहरूले हेर्न सक्नुहुन्छ नेचुरल घरमा लगाएको कस्तो मिठो हुन्छ यो चाहिँ अझै झन् मिठो हुन्छ टेस्टी हुन्छ। ल हेर्न सक्नुहुन्छ यहाँ त फर्सी रहेछ फर्सी लगाउनु भएको रहेछ होइन। अनि यो कुन जग्गा अरे गौरीपुरमा आएको थिएँ म। अनि यसो हेर्दा सब्जी त साह्रै मजाले लगाउनु भएको रहेछ। यहाँ हेर्नु त ल भिन्डी कस्तो मजाले फलेका छन् र तपाईँहरूले हेर्न सक्नुहुनेछ यहाँ चाहिँ हाम्रो गौरीपुरको भिन्डी र आफ्नै खेतमा आफ्नै बारीमा लगाउनु भएको रहेछ। ल हेर्न सक्नुहुन्छ यतातिर मकै अरू चिज लगाउनु भएको रहेछ भर्खरै अब सानै रहेछन्। अब मकै निस्किने बेला भएको रहन्छ हुँदैछ बेला। र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ काँक्रो लगाउनु भएको रहेछ यतातिर चाहिँ काँक्रो। ल हेर्न सक्नुहुन्छ यतातिर काँक्रो लगाउनु भएको रहेछ कस्तो मजाले फलेको र माने आएको रहेछ बोट फलेर अब फल पनि लाग्छ फुल्दैछ अहिले भर्खर फुल्दैछ होइन काँक्रोको यहाँ चाहिँ। अनि फुल्दैछ हजुरले हेर्न सक्नुहुनेछ एकदम नेचुरल